गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुदेवो महेश्वर गुरुर्साक्षात् परं ब्रह्म तस्मै श्रीगुरुवे नमः। अखण्डमण्डलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं येन तस्मै श्रीगुरुवे नमः। हे कृष्ण करुणा सिन्धे दीनबन्धे जगत्पते योपेश गोपिका कान्त राधा कान्त नमस्तुते। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुदेवो महेश्वर गुरुर्साक्षात् परं ब्रह्म तस्मै श्री गुरुवे नमः। गुरुचरणमा नमन गर्दै आजका केही शब्द अगाडि सार्न गइरहेको छु। हाम्रो यो जीवन त दुर्लभो मानुष देह देहिन क्षणभङ्गुर तत्रापि निर्भयं मन्ये वैकुण्ठ प्रिय दर्शन। यो जीवन त क्षणिकको लागि हो। धेरै धेरै जन्म जन्मान्तरको पुण्यको प्रभावबाट थोरै थोरै पुण्यको प्रभावबाट यो मानव जीवन प्राप्त भएको हो। हरेक शास्त्र यही भनेको छ। 84 लाख योनि भन्छ। 84 लाखै नभनौँ, 84 योनि कीट पतङ्गदेखि लिएर यहाँ भएका जीव जीवात्मा जे जति छन् सबैमा घुम्नै पर्छ। घुमिसकेपछि त्यो योनिमा गरेको थोरै 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 सुकर्म, धर्म, परोपकार पुण्याय पापाय परपीडनम, त्यो परोपकारको फल दिने अवस्था आयो। परोपकारले फल दिन्छ नि। केही राम्रो काम गरेको राम्रो फल हुन्छ, नराम्रो काम गरे नराम्रै त्यसको प्रत्युत्तर पाइन्छ। त्यस्तै राम्रो काम गरिएको हुँदा यो मानव देह प्राप्त भएको हो। भाग्य उदयन बहुजन्म समर्जितेन सत्सङ्ग मञ्च लभते पुरुषो यदा वै अज्ञान हेतु मृत मोह मदन्धकार ज्ञानम विदाय तदेदयते विवेक भनेर भनिएको छ। त्यो अवस्थामा गरिएको कर्मले फल दिने अवस्था आयो भने त्यो फल परिपाक भएर त्यसले फल दिने अवस्था आयो भनेदेखि यस्ता किसिमका माहौल प्राप्त हुन्छन्। गुरु प्राप्त हुनुहुन्छ, गुरु प्राप्त हुन्छन्। यो सत्सङ्ग रूपी माहौलमा जान मन लाग्छ, सुन्न मन लाग्छ, रुचि बढ्छ, पारिवारिकबाट फुर्सद मिल्छ, सबै कुराबाट साथ दिएर यो चाहिँ ज्ञान आर्जन गर्ने अवस्था प्राप्त हुन्छ। यो त के हो भनेदेखि हामी त अहिले अज्ञान अन्धकारमा भयङ्करसित डुबेका छौँ। काम क्रोध लोभ मोह अहङ्कारले हामीलाई फसाएको छ। धेरै नै हामी डुबिरहेका छौँ। त्यसो हुँदाखेरि त्यो कारणले गर्दाखेरि यो के छ भनेदेखि हामी परमात्माले सुरुदेखि यो सृष्टि प्रकृतिलाई साथ दिएर गरिएको पाइन्छ। माया दक्षेण प्रकृति श्रूयते सचराचरम हेतु नानेन कन्तय जगदी परिवर्तते। माया शक्तिलाई अगाडि अध्यक्ष बनाएर अगाडि सारिएर सम्पूर्ण अधिकार दिएर परमात्माले यो जगतको सृष्टि गर्न लगाइएको छ। जो परम ब्रह्मबाट सृष्टिको विधान फुरण भयो, निराकार स्वरूप ब्रह्मबाट त्यो सृष्टि सूत्रवती हिसाबमा थियो। त्यसको आधारमा रहेर माया शक्तिले सृष्टि गर्ने भएर माया शक्ति र प्रकृति र पुरुष दुईटालाई यो सृष्टि गर्ने जिम्मेवारी दिएको कुरा छ। त्यो उहाँहरूले यसरी किन गर्नुभयो भने रमाइलोको लागि गर्नुभयो। रमाइलो होस्, रोचक होस्, रोमान्टिक होस्, सबै खुसी हुन् भनेर सृष्टिको परम्परा यसरी माया शक्तिलाई अध्यक्ष बनाएर यसरी सृष्टि गरियो कुरा हामीले यो इतिहासहरू, हाम्रो धार्मिक इतिहास वेद पुराणबाट यो कुरो बुझ्छौँ। यो कुनै केही होइन। फेरि यहाँ कुनै हामीले जतिसुकै मेरो मेरो तेरो मेरो त मम भनेर जतिसुकै भनिए पनि हाम्रो केही पनि छैन। हाम्रो मुठीमा केही पनि छैन। यो परमात्माले उपाधि बनाइदिएको छ। के को लागि? रमाइलोको लागि। रमाइलोका लागि उपाधि बनाइदियो। उसले
त्यो उपाधि निकाल्ने बित्तिकै, उपाधि झिक्ने बित्तिकै यो शरीर गइहाल्यो। जस्तो यो बत्ती छ नि, बल्बहरू आफै बल्छन् र पङ्खा आफै चल्छन् र चल्दैनन्। पङ्खा बनाउँदैमा पङ्खा चल्दैन, त्यो भित्रबाट करेन्ट शक्ति चाहिन्छ। करेन्ट शक्ति प्राप्त भयो भने बत्ती बल्छ, पङ्खा बल्छ, हिटरहरू, सारा विद्युतीय सामग्रीहरूले आफ्नो पौरख देखाउन सुरु गर्छन्। यदि करेन्ट शक्ति भएन भने त तिनले त कुनै पनि काम गर्न सक्दैनन्। भने जस्तै यो परमात्माले उपाधि बनायो, यो माटो, यो शरीरलाई, पञ्चभौतिक महाशरीरलाई उपाधि बनाएर चलाएको छ। हरेक रगतका कण कणमा, हरेकमा उपाधि बनाएको छ। यदि यसमा उपाधि बनाउन छोड्यो भने तत्काल यसलाई यो मृत हुन्छ, यो मट्टी हुन्छ, यसलाई फाल्नै पर्छ। त्यस अर्थले उपाधि बनायो के को लागि? रमाइलोको लागि। यहाँ लिनु पनि छैन, दिनु पनि कसैले केही छैन। यहाँ कसैले ल्याएको पनि होइन। मैले एक माना, एक मुठी मकैको बिउ ल्याएको थिएँ। यो मकै मेरो हो, यो धान गहुँ मेरो हो। छैन, ल्याएको छैन, कसैले बिउ लिएर आएको होइन। यो सुना चाँदी पैसा धन सम्पत्ति मेरो हो, किनभने मैले हिजो ल्याएको थिएँ भन्नेले त भन्न पाइन्छ, ल्याएकोले भन्न पाइन्छ। ल्याएकै छैन के भन्ने? बसिन्जेल खायो, छोडेपछि सबै छोड्यो गयो, रित्तै आयो रित्तै जाने। यो नाटक मात्रै हो। यो मेरो तेरो भनेर जो भनिएको छ यो नाटक मात्रै हो। त्यस अर्थले यो नाटकलाई नाटकै रूपमा हेरेर कर्तव्यनिष्ठ भएर काम गरियो भने त्यो सफल भयो। कर्तव्यनिष्ठ भनेर, कर्तव्यनिष्ठ नभइकन अरू कसैको खान्छु र कसैको के गर्छु सबै भनेर भनियो भने सबै अज्ञान अवस्थामै छन्। अज्ञान छन् हामीमा। हामी त जीव हुनै सकिएको छैन। ईश्वर अंश, जीव अविनाशी। यो ईश्वरको अंश, परमात्माको अंश नै हो यो बोल्नेवाला जीव। त्यो जीव हुन सकेको छैन। जीव त परमात्माको अंश, परमात्मा नै हो यो बोल्नेवाला जीव। द्रष्टा मात्रै हो, जीवले केही गर्दैन। जीवले गर्नेवाला केही होइन। गर्ने त इन्द्रियहरू हुन्, सूक्ष्म शरीरहरू हुन्, भोग्ने सूक्ष्म शरीरहरू हुन्, इन्द्रियहरू हुन्। यो दुःख सुख भोग्ने यो जीवले, बोल्नेवाला जीवले दुःख सुख भोग्दैन। जहाँ बसे नि ऊ आनन्दित छ, आनन्दित भएर बसेको छ जीव। जीवले केही गर्दैन। त्यस अर्थले यो रमाइलो मात्रै हो। रमाइलो गर्ने, हिँड्ने। परमात्माको सचित आनन्द, सचिदानन्द रूपाय विषय प्रत्यादि तवि तावत्राय विनाशाय श्रीकृष्णाय वयं नुमः। श्रीमद् भागवतको पहिलो श्लोकमै भनिएको छ, सचिदानन्द, सचित आनन्द। सत भनेको सत्य, नित्य, निरन्तर। चित भनेको प्रकाश स्वरूप। आनन्द, आनन्द भनेको आनन्द, मस्त आनन्द। ड्युटीफुल भएर काम गर, मस्तसित बस। काम गर्छौ, ड्युटीफुल भएर काम गर, होइन भने आनन्दसित बस। सक्छौ अर्काको उपकार गर, सक्दैनौ अर्काको अपरोपकार नगर। अर्कालाई पीडा नदेऊ। सक्छौ अर्काको कल्याण गर, अर्कालाई पीडा नदेऊ। सक्छौ अर्काको सेवा गर, सक्छौ अर्काको लागि परोपकार गर, सक्दैनौ चुप लाएर बस। वेदव्यासले त्यो सृष्टि विधान, परमात्माबाट जो पूर्ण भएको शब्दहरू थिए नि, अपौरुषीय भन्छन्। पुरुषबाट भएको होइन, परमात्माबाट भएका ती वाणीहरू, जो पूर्ण भएका वाणीहरू सूत्रबद्ध हिसाबले वेदव्यासले लेखिदिनु भयो। वेदव्यासले र ऋषि महर्षिहरूका वाणी समेत त्यहाँ लेखिएका छन् है। द्वापर युगको मध्यतिर लेखिएको कुरो हो यो, जसलाई वेद नाम राखियो। र त्यो वेद लेखेको हुँदा उनको नाम पनि वेदव्यास रह्यो। उनको नाम कृष्ण द्वैपायन थियो र द्वैपायन नाम राखियो। उनीले यो लेखेर छोड्नुभयो। धेरै पुराण उपपुराणहरू धेरै लेख्नुभयो। तर उहाँले भन्नुभएको छ, परोपकार पुण्याय पापाय परपीडनम अष्टदश प्राणस्य व्यासस्य वचनम द्वयम्। धेरै पुराण उपपुराणहरू मैले लेखे तापनि मेरा दुईटा कुरा छन् है मुख्य गरेर। परोपकार पुण्याय, अर्काको उपकार गर्नु पुण्य हो, अर्कालाई पीडा दिनु पाप हो। यति कुरा नभुल
भनेर उहाँले सारांशमा यिनै दुईटा पङ्क्तिहरू लेखेर छोड्नु भएको छ। त्यस अर्थले सक्छौ अर्काको उपकार गर, अर्कालाई पीडा नदेऊ, किन भन्दा तिमी फस्न पर्छ। यो रमाइलो मात्रै हो, यहाँ कसैले लिनु दिनु केही छैन। तिमीले कहीँबाट एकमुठी बिउ लिएर आएर यहाँ छरेको होइन। यो धरतीमा आफै उम्रेको हो, यहीँको बिउ यहीँ छरेर यहीँ उम्रेको हो। यो परमात्माको भूमि हो, मालिकको भूमि हो। यो भूमिमा मालिकले दिएको बिउ हो, मालिकको भूमि हो। मालिकको भूमिमा मालिकले दिएको बिउ छरेर त्यहाँबाट उमारेर हामीले खाएको हो। यो लाने बेला यहीँ छोडेर जाने हो। त्यस अर्थले यो अन्यथा मेरो भनेर नसोच्दै नसोच, किनभने तिम्रो त केही पनि छैन। तिमी आफ्नै तिम्रो ठेगान छैन, कुन बेला जाने भन्ने तिमीलाई थाहा छैन। बरु तिमीले के मेरो भनिरहेछौ? किन चोरी तस्करी भ्रष्टाचारी किन गर्छौ? अर्कालाई पीडा किन दिन्छौ? त्यो पीडा दियो भने तिमीले 84 भोग्न पर्ने कुरो त्यसरी हुन्छ, दुःखको पीडा। अब पीडा नदिकन कसरी गर्ने त? यहाँ यो छ है, पीडा दिइरहेको छन्, पीडा नदिई कसरी गर्ने त? अब यो भन्ने किसिमको प्रश्न पनि छ। कसरी परमात्माको भक्ति कसरी गर्ने त? अब त्यो ब्रह्म वस्तु हो, चिन्ने कसरी, भक्ति गर्ने कसरी? अब यही कुरो छ। अब त्यो सच्चित आनन्द स्वरूप, ल हेर्नुहोस् है, सच्चित आनन्द, यो सारा जगतको सृष्टिकर्ता यो जीव जसले यो शरीरलाई उपाधि बनाएको छ, त्यो सच्चित आनन्द स्वरूप हो। त्यसले अब के गर्न पर्छ त भन्दाखेरि काम गर। धर्म भनेको के हो थाहा छ? धर्म भनेको के होला यसको परिचय गरौँ त। ल एकछिन बसेर धर्मको विषयमा हामीले यसो व्याख्या गरौँ त। धारणा धर्ममित्याहु धर्मौ धारयति प्रजा, यो गुरु भनियो है। धारणा धर्ममित्याहु धर्मौ धारयति प्रजा। त्यो धर्म भनेको धारण गर्ने चिज हो। सत्यता हिसाबले, परोपकार हिसाबले धारण गर, बोक। यो भारी बोक। तिमी के हामी के बोकिरहेका छौँ भने पारिवारिक सञ्चालन गर्ने, पारिवारिक धर्म धारण गरेका छौँ। जतिसम्म जान सक्छौँ त्यहाँसम्म जान्छौँ। त्यसपछि आफ्नो सन्ततिलाई हस्तान्तरण गर्छौँ र हामी बिदाई लिन्छौँ। राज्य सत्ता एउटाले सञ्चालन गर्छ, जहिलेसम्म उसले सक्छ त्यो बेलासम्म उसले गर्छ। अनि उसले छोड्छ, अर्को आउँछ, उसले छोड्छ, अर्को आउँछ, अर्कोले आउँछ, अर्को आउँछ। यसै गर्दै 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 चलिरहेको छ। पारिवारिक सत्ता पनि हामीले बोक्यौँ। हाम्रो हजुरबादेखि बोक्दै 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 अहिले हामी कहाँ आइपुग्यो, म कहाँ आइपुग्यो, मैले बोकिरहेको छु, मैले मेरो सन्ततिलाई दिन्छु। एवं रीतिले चल्दै गइरहेको छ। त्यो धर्म अनुसारले धारणा धर्ममित्याहु धर्मौ धारयति प्रजा धर्मेण हिन पशुवी समानन्। यदि त्यो धर्म भएन भने त्यो पशु बराबर हो। पशु हो, पशुले जे पनि खान्छ। म त यो यत्र गच्छन्ति तत्र गच्छन्ति बानर। मनको पछि हिँड्ने पशु हो, बानर हो। मनले जे लाग्छ त्यो गर्ने। शास्त्र यो यत्र गच्छन्ति तत्र गच्छन्ति मानव। तिमी मानव हो भने शास्त्रले भनेको बाटो हिँड। शास्त्रले जे भन्छ त्यही भन। तिम्रो परम्परागत शास्त्रले जे भन्छ त्यो बाटो हिँड। तिमी मानव हो, त्यो बाटो हिँड होइन हिँडौँ। म पनि हिँडेको छैन, म पनि हिँड्न पर्छ। त्यो ममा पनि अपुरो ज्ञान छ, अज्ञान छ, अज्ञानको भरेको छ। शास्त्र यो यत्र गच्छन्ति तत्र गच्छन्ति मानव। शास्त्र अनुसारले भनेको बाटो हिँड। धर्म अर्थ काम मोक्ष जस्ता यस्ता सूत्रबद्ध किसिमका कुरा छन्। अब हो यसलाई पुण्य प्राप्त गर्ने कुरामा पनि के छ भने पुण्य प्राप्त गरेर क्षीणे पुण्य स्वर्गलोक विशालम, तात्विक पुण्य स्वर्गलोकम विशालम, क्षीणे पुण्य मर्त्यलोकम विसन्तिनी भन्छ है। अब पुण्य छ भने स्वर्ग गइन्छ, पुण्य समाप्त भयो भने यो संसारमा झरिन्छ। अब त्यसको लागि त अलिकति विचार गरेर अब हामीले पुण्य मात्र आर्जन नगरिकन शास्त्रले भनेको छ है, सर्वधर्मान परित्याज्य मामेकम शरणं व्रज। सबै तिमी धर्म नष्ट गर, सबै धर्म कर्म सबै नष्ट गरिदेऊ र तिमी मेरो शरणमा आऊ त तिम्रो सबै काम म पुरा गरिदिन्छु। मेरो शरणमा आऊ। त्यो धर्मको लफडा छोडिदेऊ, कर्मको लफडा छोडिदेऊ, सबै छोडिदेऊ। मेरो शरणमा आऊ, ड्युटी फुल भएर काम गर। कर्मचारी ड्युटी फुल भएर गरिएको कर्मचारी गर। तिम्रो लागि सबै म पुरा गरिदिन्छु। तर तिमी धर्मअनुसारले धारणा धर्ममित्याहु धर्मौ धारयति प्रजा। त्यो
धर्मअनुसारले गर। शास्त्र यो यत्र गच्छन्ति तत्र गच्छन्ति मानव। बनेर काम गर, तिम्रा सबै पापहरू म नष्ट गर, तिम्रो लागि सबै जिम्मा बनिन्छु। गुरुले त्यसरी भन्नुभएको छ। गुरु परमात्माले, गुरु रूप परमात्माले त्यसरी भन्नुभएको छ। त्यो कारणले गर्दा हेर, यो के छ, सबै परमात्माको अंश हो। सबै यो परमात्माको अंश हो। त्यहाँभन्दा बाहिर अरू केही पनि छैन। यो सबै एको देव सर्वभूतेषु गुण सर्वव्यापी सर्वभूतान्तरात्मा। एको देव सर्वभूतेषु गुण सर्वव्यापी सर्वभूतान्तरात्मा। कर्म दक्ष सर्वभूता विधाता साक्षी चेत केवल निर्गुणस्य। यो श्वेताश्वत उपनिषद्ले भन्यो। वेदबाट तानिएको शब्द हो यो, अपौरुषीय शब्दबाट तानिएको मन्त्र। ऋषि महर्षिहरू मन्त्र स्रष्टा होइनन्, मन्त्र द्रष्टा मात्रै हुन्। स्रष्टा भनेको त स्वयं परमात्मा हो। मन्त्र द्रष्टा मात्रै हुन्, मन्त्र स्रष्टा स्वयं परमात्मा। परमात्माबाट त्यो अपौरुषीय विधानबाट प्राप्त निकालिएको यो शब्द हो। एको देव सर्वभूतेषु गुण सर्वव्यापी सर्वभूतान्तरात्मा। कर्म दक्ष सर्वभूता विधाता साक्षी चेता केवल निर्गुणस्य। यो जति पनि यो जगतमा भूत पदार्थ जति कण कणमा त्यो परमात्मा छिपेर बसेको छ। परमात्मा त्यसरी छिपेर बसेको छ, लुकेर बसेको छ। सर्वभूत विधाता साक्षी चेत केवल निर्गुणस्य। त्यो निर्गुण परमात्मा साक्षी रूपमा त्यसरी बसेको छ। त्यो निर्गुण परमात्मा हो। त्यस कारणले त्यो निर्गुण परमात्मालाई अब चिन्न पर्यो, बुझ्न पर्यो। त्यसको लागि सक्छौ गर्छौ भने तिमी शान्ति रूपमा तिमी हाँसेर बाँच। मनमा आनन्द साथ, सच्चिदानन्द परमात्माको रूप देखियो, सच्चिदानन्द हुन पनि तिमी सुसुप्तिमा कहाँ जान्छौ? हाम्रो सुसुप्ति अवस्थामा हामी के हुन्छ? केलाई भन्छ सुसुप्ति? गाढा निन्द्रा, मस्ती निनाए म, अहो यस्तो निनाए म थाहै पाइनँ भनिन्छ नि। हामी सबै भन्छौँ नि। त्यो थाहा नपाउने पनि कसैले थाहा पाएको रहेछ नि। त्यो जीव हो। त्यो जीव क्रियाशील छ। जीवले लिङ्गदेहलाई उपाधि बनाएर त्यो लिङ्गदेहले त्यहाँ काम गरिरहेको छ। येनैवा रवते कर्म तेनैवा मूत्र तत् पुमाम भुङ्क्ते या भवदानेन लिङ्गेन मनसा स्वयं। तिम्रो हरेक पाइलाको कर्म लिङ्गदेहले टिपट गरेको हुन्छ। पाइलाका हरेक कणका चिजहरू त्यसले टिपट गरेको हुन्छ। हो त्यसैले तिमी गाढा निन्द्रा, अहो मस्ती लिँदाको पनि थाहा पाइरहेको त्यसै हो। त्यस अर्थले त्यो त्यति ब्युटिफुल लिङ्गदेह उसले गरिरहेको छ। हो त्यो लिङ्ग त्यो सुसुप्तिमा के हुन्छ भने तिमीमा भएको यो जीव, यहाँ त आत्मा पनि छ नि। जीव छ, आत्मा छ, परमात्मा छ। अथवा अझै भनौँ यो ठुल शरीर छ, सूक्ष्म शरीर छ, कारण शरीर छ, लिङ्ग शरीर छ, जीव छ, आत्मा छ, परमात्माको अंश छ। के छ? त्रिगुण शक्ति छ, काम क्रोध लोभ मोह अहङ्कार छ, अन्तस्करण छ यो भित्र, यो शरीरभित्र। सोलो टोलो शरीर मात्र होइन। यी सबै आफ्ना हिसाबले काम गरेका छन्। हेर यो मस्तिष्कमा यति ठुलो खजाना परमात्माले राखिदिएको छ। त्यो कति छ अहिलेका ज्ञानी वैज्ञानिकहरूले 20-25-30% प्रयोग गरियो होलान्। अरू सबै त्यसै छ। यसको प्रयोग यहाँबाट निकालिएर कसैले ऋषि महर्षिहरूले यहाँबाट निकालेर यो निकालेका छन्, ज्ञान निकालेका छन्। तेस्रो नेत्र भन्छ यहाँ शिवको तेस्रो नेत्र होला। कसैले भाषा अलग अलग होला, आफ्नो भाषाले कसैले के भन्ला, कसैले के होला, आफ्नो भाषाले भन्लान्। तर यहाँ यति ठुलो ज्ञानको भकारी छ। यो चिजमा क्षमता छ। त्यो ज्ञानको भकारी यो तेस्रो नेत्र खोलेपछि त्यो देखिन्छ। त्यो खोल्ने काम गुरुको हुन्छ। त्यसैले गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेव महेश्वर, गुरु साक्षात् परम ब्रह्मा तस्मै श्री
गुरु भे नमः भनेर भन्यो। अब यो यहाँ के छ भने कर्मलाई धर्म र धर्मलाई कर्म भनिएको छ। कर्म धर्म होइन, कर्मको पाटो छुट्टै हो, धर्मको पाटो छुट्टै हो। धारण गर्ने धर्म हो, दैनिकी गर्ने कर्म हो। धर्म र कर्ममा त्यति फरक छ, धर्म र कर्म। अब त्यो बिस्तारै के हुन्छ भने अब कसरी 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 त परमात्मातर्फ, अब कसरी सही कामतर्फ गलत काम गरेकोलाई कसरी सही कामतर्फ लाने त भन्ने किसिमका कुरा नि हुन्छन्। ऋतौ पिबन्तौ सुकृतस्य लोके गुह्यं प्रविष्टौ परमोपरार्धे छाया तपौ ब्रह्मविदो वदन्ति पञ्चाग्नय यो ये तृष्णा चिकेत। कठोपनिषद त्यही वेदका बाणी, अपौरुषीय बाणीबाट निकालिएको के हो यो? शुभ कर्मको फल शुभ हुन्छ, शुभ कर्म राम्रो कर्मको फल राम्रो हुन्छ। त्यसर्थले अब शुभ कर्मले यो आत्मरूपी गुफामा शुभ सन्देश दिन्छ, शुभ सङ्केत दिन्छ, सन्देश दिन्छ र यो जीव यो इन्द्रियहरू शुभ कार्यतिर लाग्छन्। इन्द्रियहरू त्यसर्थले शुभ कार्यतिर लाग्छन्, शुभ कार्यतिर लाग्न पर्छ। र भनियो नि त, भनिएन डटी छडी कोट घडी भिडिकन रबाफी भई मौज मजा उडाउन भेटीका ठाने ऋषिवृन्दले किन तँलाई मालुम छ कि यो कुरा मन। यो शरीर सिँगार्न मात्रै ऋषि महर्षिले लागेनन्, ज्ञानीहरूले लागेनन्। किन भन्दा यो त क्षणिक हो, दुर्लभ हो, मानुष देन त्यही न क्षीण भङ्गुर। यो दुर्लभ दिया हो, यसको लागि यसलाई सिँगारेर मात्रै हुँदैन, यसबाट केही कुरो प्राप्त गर्ने अवस्था हो, प्राप्त गर्न पर्छ। शरीर नसिँगार प्राप्त गर्नेतिर लाग, शरीर सिँगार्ने अवस्था त आउँदैछ। यो उपाधि बनाएको यसले छोडिदिन सक्छ, त्यो नछोड्दै केही कुरो प्राप्त गरिहाल, नछोड्दै गर। जब यो जीव यहाँ छँदासम्म, यो जीव यहाँबाट ननिक्लँदासम्म गर्ने काम पुरा गरिहाल। म हेरेका छन् तिम्रा पितृदेवहरूले, धिक्वान धिक्वान, केही गर्लास भनेको गरिनस्, धिक्वान धिक्वान, धिक्कार धिक्कार तँलाई भन्छन्। त्यस अर्थले यो शरीरबाट प्राण निक्लनुभन्दा अगाडि केही कुरा गरेर छोड भनेर यहाँ भनिएको। त्यसको लागि के गर्ने त? गर्ने के त नि? त्यसबाट गर्ने भनेको यो अघि पनि मैले भने, यो जीव यो सुषुप्ति अवस्थामा यो बोल्नेवाला जीव त्यो आत्मामा गएर विलय हुन्छ। त्यसलाई गाढा निद्रा भन्छन्। आत्मरूपी परमात्मा रूपीको आत्मा छ नि यहाँ, आत्मा अन्तर आत्मा भन्छन् भन्दैनन्, आत्मा छ, आत्मा सम्झेर बोल भन्छन्। आत्मा हो यो जीव, त्यो आत्मामा गएर विलय भएर सुतेको हुन्छ, त्यसलाई गाढा निद्रा भन्छन्। अब त्यो के हो भनेदेखि आत्मामा गएर सुत्छ हो। त्यही कारणले गर्दाखेरि त्यो आत्मासँग तिमीले त्यो पूजा पाठ नुहाई धुवाई धर्म होइन, त्यो कर्म हो। कर्मलाई बढी प्राथमिकता होइन। त्यो जीवले यो आत्मालाई जसरी विलय भएर सुतेको हुन्छ नि, वरण गर्नुपर्छ। वरण, यो बोल्नेवाला जीवले आत्मालाई वरण गर। नायमात्मा प्रवचनेन लभ्ये। त्यो प्रवचन कथा पुराणहरू सुनेर मात्र हुँदैन, सुनेर मात्र हुँदैन, भनेर मात्रै नै हुँदैन। भन्नेवालाले भनेको भनै गरेर मात्रै हुँदैन, सुनेर मात्रै हुँदैन। नायमात्मा प्रवचनेन लभ्ये न मेधवा न भौन श्रुतेन येन वैश्य शृणुते येन लभ्य। भनेर सुनेर मात्रै केही हुनेवाला छैन है। वरण गर, वरण। तस्यैव आत्मा विणुते तनु स्वाम। तिमीले त्यो आत्मालाई वरण गर, वरण गर। वरण भनेको हामीले कथा सुनेका छौँ नि, गोपिनीले कृष्णलाई वरण गरे। आत्माले त्यो जीवले आत्मालाई वरण गरे, न कि शरीरलाई वरण होइन। जीवले, यो बोल्नेवाला जीवले आत्मालाई वरण गर। ऋषि महर्षि तपस्वीले
परमात्मालाई वरण गरे, जहाँ हिँड्दा डुल्दा जहाँ जाँदा पनि स्मरण गरे, सम्झना गरे, आफ्ना आफ्नो भाषा, आफ्ना आफ्नो शैली, आफ्ना आफ्नो प्रस्तुति अनुसारले उनीहरूले वरण गरे। यदि सच्चाइ वरण हुन्छ भने अहिले कुमारीले कुमारलाई र कुमारले कुमारीलाई वरण गर्छन्। सच्चाइ वरण छ भने त्यो स्थायी भयो। यदि अमुक कार्य सिद्ध गर्नको लागि गरिएको वरण छ भने अमुक कार्य पूर्ण भएपछि वरण पनि समाप्त हुन्छ, बिछोड हुन्छ। त्यसर्थले सच्चाइ वरण गर, सच्चाइ परमात्माप्रति वरण गर। यो कसले भन्यो? कठोपनिषद्ले भन्यो। कठोपनिषद त्यसै भनेन, ती परमात्माका वाणी हुन्, वेदबाट निकालिएका, उपनिषदमा लेखिएका अपौरुषीय शब्द हुन्। यी ऋषि महर्षिहरूले बनाएका होइनन्। ऋषि महर्षि स्रष्टा होइनन्, मन्त्र स्रष्टा, मन्त्र द्रष्टा मात्रै हुन्। मन्त्र बनाउनेवाला होइनन्, देख्नेवाला मात्रै हुन् ऋषि महर्षिहरू। उनले बनाएका छैनन् ऋषि महर्षिहरूले, देखेका मन्त्र, देखेका मन्त्र यहाँ लेखिदिए। नैव वाचा न मनसा प्राप्त सक्यो न तच्छुष अस्तिति ब्रबते न्यात्र मन्ये तदपलभ्यते। कठोपनिषदले भन्यो 2:3-12 भन्यो। अब त्यो के हो भनेदेखि यो आत्मा भनेको यो वाणीको विषय होइन, यो बोलीको विषय होइन, यो मनको विषय होइन, यो आँखाको विषय होइन। ईश्वर परमात्मा भनेको बोलीको शरीरको विषय होइन, फुलपत्र चढाउने विषय होइन। आत्माले परमात्मालाई आत्मा चढाउने विषय हो। त्यसर्थले यो आत्मा परमात्मालाई वरण गर्ने विषय हो। भित्री पुरुषले, आत्मरूप भित्री पुरुषले परमात्मालाई वरण गर्ने विषय हो। नैव वाचा न मनसा प्राप्त सक्यो न तच्छुष। मनबाट होइन, वाणीबाट होइन, नेत्रबाट होइन। नैव वाचा न मनसा, चक्षु सक्यो न तच्छुष। चक्षु आँखाबाट होइन, नेत्रबाट होइन। यो त आत्माले परमात्मालाई वरण गर्ने कुरा हो। वरण गर। सच्चाइ कुरो भनौँ। सच्चाइ कुरो भन्नु पर्दाखेरि मुक्ता भिवानी मुक्तो हि मध्या बद्य विभन्नपि किम वदन्तीय सत्यहुम यामतिर सागतिर भवेत्। किन दुःख गर्छौ? किन तकलिफ गर्छौ? किन जाडो गरिन नुहाउँछौ, धुवाउँछौ? तीर्थयात्रा गरेर दुःख किन गर्छौ? सच्चाइ वर्ण गर परमात्मालाई। सही किसिमले निस्वार्थ काम गर, निस्वार्थ धर्म धारण गर, धर्म निस्वार्थ बोकेर हिँड। तिमीले केही गर्न पर्दैन। मुक्त अभिमानी मुक्त हो। मुक्त वस्तु स्वत मुक्त छ। अमुक्तलाई लाख प्रयत्न गरेर 15 फेरा तिमी चाहिँ के अरे तीर्थयात्रा संसार घुम, त्यो अमुक्त मुक्त हुँदैन। मुक्त स्वत मुक्त छ। तिमी मात्र ड्युटीफुल कर्मचारी भएर मन निसङ्कोच भएर तिमी काम गर, कर्म गर, खाऊ बस। कसैप्रति द्वेष मनस्थिति नगर, द्वेष विचार नल्याऊ, अर्काको अपरोपकार नगर। तिमीले अरू केही गर्न पर्दैन। गरेको सबै छोडिदेऊ। त्यसमा सर्वधर्मान परित्याज्य, त्यसै भनेको होइन, सर्वधर्मान परित्याज्य मामेकम शरणम व्रज। तिमी सबै छोडिदेऊ, म छँदैछु नि। तिमी किन त्यो तीर्थ यात्रा दुनियाँ पूजा पाठ किन गर्छौ? मुक्ता भिमानी मुक्तो हि बद्या बद्य भिमन्नपि किम वदन्तीय सत्यहुम यामतिर सागतिर भवेत्। कसै द्वेष मनस्थिति नगर। द्वेष मनस्थिति छ भने छोडिदेऊ। चोरी घुसखोरी पैठारी नगर, तस्करी नगर। जीव यादेवी सर्वभूतेषु प्राणी माता समस्थित। सबै यो जीव चाहिँ प्राणीकी आमा हुन्। जगन्माता यादेवी सर्वभूतेषु प्राणी माता समस्थित। तिमी सबैकी आमा हुन्। तिनैका सन्तान हुन्, परमात्माका सन्तान हुन्। तिनको कल्याण गर, कल्याण गर, कल्याण गर, तिनको कल्याण गर। तिमीले केही गर्न पर्दैन। कल्याण गर, कल्याण सोच गर। अर्काको पीडा नदेऊ। गर्ने काम ड्युटी फुल कर्मचारी भएर गर। तिमी निस्वार्थसित काम गर, स्वार्थ नत्याग। तिमीलाई खान प्रारब्धले दिएरै पठाएको छ नि। तिमीले आफ्नो सन्ततिलाई थुपार्नै पर्दैन। उसले आफ्नो प्रारब्ध आफै लिएर आएको छ। तिम्रो आश्रयमा बाँच्दैन, तिम्रो आश्रयमा खेल्दैन।
भएर तिमीले बनाएको पनि उसले आफ्नै प्रारब्धमा ऊ बाँचेको छ, आफ्नै लिएर आएको छ, तुनुमुनु आफ्नै खेलाउना आफ्नै लिएर आएको छ, आफ्नै खेलाउना खेल्छ। तिम्रो खेलाउनामा ऊ रमाउँदैन, तिम्रै तुनुमुनु उस आफै नै तुनुमुनु ल्याएको छ, आफ्नो खेलाउना आफै बोकेर ल्याएको छ, खानेकुरो यहाँ छ, खेलाउना ऊ आफै ल्याएको छ आफ्नो सन्ततिले। तिम्रो खेलाउनामा ऊ सन्तुष्ट हुँदैन। त्यसर्थले तिमी निस्वार्थ बनेर काम गर। तिमीले गरेको अर्काप्रति गरेको अन्याय अत्याचार तिम्रो लागि ठुलो बोझा, ठुलो बाधक, ठुलो बोझा हुनेछ। तिमीलाई ठुलो नरकमा धकेल्ने छ, त्यो सुलाउनुपर्छ। तिमी कसैप्रतिको द्वेष मनस्थिति लिएर कसैको केही गर्छौ भने त्यो सुलाउनुपर्छ। उसको श्रम तिमीले खायौ भने उसको घोडा बनेर तिर्नुपर्छ, उसलाई बोकेर। उसको गोरु बनेर उसको भारी बोक्नुपर्छ, गोरु गधा बनेर, ऊँट बनेर। केही लान भने उसको कुकुर बनेर उसको दैलामा सुतेर उसको सेवा गरेर उसको श्रम तिर्नुपर्छ। त्यसर्थले कसैको केही नगर, कसैलाई तिमीले जोड दिन पर्दैन। उसले भनिसके मैले, उसले आफ्नो खेलाउन आफै लिएर आएको छ, आफै ल्याएको छ। ऊ आफ्नै खेलाउनामा खेल्छ, आफ्नै गुडिया लिएर आएको छ, त्यही गुडिया खेलाएर बस्छ। तिमी आफ्नो गुडिया खेलाउ बस नि स्वार्थसित। यही हो परमात्माको सन्देश पनि, यही हो शास्त्रको भनाइ पनि, यही हो। त्रिकालदर्शी जगतै कम्पाउने, त्रिकालदर्शी जगतै कम्पाउने, अहो उही ब्राह्मण वर्ग हो भने गरिब कुत्ता सरी छन् कुनै किन, तँलाई मालुम छ कि यो कुरा मन। त्रिकालदर्शी हुन्, त्रिकालदर्शी ब्राह्मण, ब्रह्म जानाति ब्राह्मण, फेरि ब्राह्मण, ब्रह्म जानाति ब्राह्मण। ब्राह्मण भनेको चरो र ब्राह्मण दुई फेर जन्मिन्छ। जन्म न जायते शूद्र कर्मण दुई जा उच्चते। जन्मिँदाखेरि सबै शूद्र भएर जन्मेका हुन्। त्यही दिशा पिसाब र खुन खकारमा लडीबुडी खेलेर त्यही पौरिएर जन्मेका सबै हुन्। तर त्यहाँबाट उत्रिसकेपछि ऊ जन्म न जायते शूद्र, त्यो शूद्र अवस्थामा जन्मेको कर्मण दुईजा उच्चते, कर्मबाट ती उच्च बने। विश्वामित्र वशिष्ठो वा मताङ्गो नारदा द्वय तपो योगेन सम्प्राप्तै उत्तमादि उत्तम जनिता। ती कर्मले गर्दा उत्तमादि उत्तम बने। हिजो जन्मिँदा के थिए, कहाँ जन्मे, कसो जन्मे, के थियो, त्यो कुरो होइन। त्यो कुरालाई अहिले यहाँ प्राथमिकता दिइँदैन। त्यसर्थले हिजो जन्मिँदा के थिए, कसो थिए, त्यो कुरालाई हेरिँदैन। त्यो अहिले ऊ कहाँ छ, त्यो अहिलेको कुरो हेरिन्छ। शूद्र भनेर त्यो शूद्र जन्मिँदाखेरिको शूद्र त्यही अवस्थाले गयो भने त्यो सधैँभरि शूद्र भयो। तर सुध्रिँदै गयो भने ऊ जन्मन जायते शूद्र कर्मण दुईजा उच्चते, कर्मबाट ऊ उच्च भयो, कर्मबाट उच्च भयो। त्यसर्थले त्रिकालदर्शी जगतै कम्पाउने, तिमी भनेको त्रिकालदर्शी हो, जगत कम्पाउन गर्ने। औ उही ब्राह्मण वर्ग हो भने गरिब कुत्ता सरी छन् कुनै किन, तँलाई मालुम छ कि यो कुरा मन। त्रिकालदर्शी भनेको के हो? तिनै काल बुद्धि, कसरी तिनै कालको कुरो थाहा पाउने, कसरी हुन्छ त्यो कुरा, कसरी आउँछ, कसरी हुन्छ त त्यो कुरा, त्यो विषयमा नि केही प्रश्न, केही विचार गरौँ है त। यदि शुद्ध मन बनाइयो भने यो मन इन्द्रिय हो नि, मनको राजा इन्द्रिय हो। यो मनको राजा इन्द्रियलाई भनिन्छ। त्यो राजालाई शुद्ध बनाइयो र त्यो हाम्रो हाकिम पनि त्यही हो, हामीलाई अघि पछि हिँड्ने मन। मनेव मन मनुष्याणाम कारणम बन्ध मोक्षयत्। मन नै मान्छेको बन्धन र मुक्तिको कारण मन नै हो। त्यो मनलाई शुद्ध बनाइयो, विषय वासनाबाट अलग बनाइयो भने के हुन्छ? मन एवं मनुष्याणाम पूर्वरूपेण संसति, मन एवं मनुष्याणाम पूर्वरूपेण संसति, भविष्य तस्य भद्रस्ते तस्सैव न भविष्यति। गीता भागवत 4:9-66 भन्यो। भागवत, श्रीमद् भागवत। मन एवं मनुष्याणाम पूर्वरूपेण संसति, भविष्य तस्य भद्रस्ते तस्सैव न भविष्यति।
यी त्यही अपौरुषीय शब्द हुन्। कसैले कथेका शब्द होइनन्, अपौरुषीय वेदबाट निकालिएका शब्द हुन्। ऋषि महर्षि त यो द्रष्टा मात्रै हुन्, स्रष्टा होइनन्, बनाउनेवाला होइनन्, बनाउने परमात्माबाट हो बनेका। यी नै शब्द यहाँ खोज्दै 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 यहाँ ल्याएर राखिएका शब्द हुन्। के भन्दाखेरि यो मन यदि शुद्ध छ, विषय वासनाबाट अलग छ भने यसले भविष्य, हिजो तिमी कहाँ थियौ तिमी, भोलि कहाँ जान्छौ, यसले मनले भनिदिन्छ। शुद्ध मन बनाऊ, विषय वासनाबाट अलग बनाऊ, त्यसले भविष्यवाणी गर्छ। बन्धुरात्म मन तस्य येनात् वेवात् मनाजिता अनात्मा नस्तु शत्रुत्वे वर्तेता नैव शत्रुवत्। यदि यो गीताले भन्यो, गीता 6:6मा भनियो यसरी, यदि तिमी मनलाई तिमीले जितिसकेका छौ भने तिम्रो मित्र त्यो मन हो, तिम्रो असाध्य ठुलो मित्र हो, जसले स्वर्गको त्यो परमात्माको ढोकाभित्र लगाएर तिमीलाई यो जीवलाई धकेलिदिन्छ। यो जीवलाई जहाँको त्यहाँ पुर्याइदिन्छ। जीव त परमात्माको अंश हो, परमात्मैमा पुग्छ। द्रष्टा हो, यसले त केही काम गर्ने पनि होइन, मात्रै द्रष्टा बनाएर हेर्ने हो। अरूलाई उपाधि बनाएर काम गरेको हेरेर मात्रै बस्ने हो। न यो भोग गर्ने पनि होइन, यसले फल भोग गर्ने पनि होइन, यसले दुःख गर्ने पनि होइन, सुख भोग गर्ने पनि होइन। सुख भोग गर्ने इन्द्रियले, मन बुद्धि चित्त अहङ्कार इन्द्रिय र सूक्ष्म शरीरले हो। काम गर्ने पनि तिनले हो, भोग गर्ने पनि तिनीले हो। जीव त साक्षी चेता केवल निर्गुणस्य, साक्षी चेता केवल निर्गुणस्य, साक्षी मात्रै हो। चेत खल्वस्य बन्धाय मुक्तये चात्मनि मतम गुणेषु सक्तम बन्ध्याय रतम तु पुंसी मुक्तये। भागवत 3:25-15 गएर हेर्नु होला। जीव बन्धन र मोक्षको कारण मन नै हो। बन्धन र मोक्षको कारण मन हो। मनले बन्धन पनि बनाउँछ, मुक्ति पनि बनाउँछ। विषय वासनाबाट अलग भएको मन मुक्तिको कारण हो, विषय वासनामा फँसेको मन बन्धनको कारण हो। त्यसर्थले यो मनलाई कन्ट्रोल गर। निस्वार्थ किन मन किन बाँडिन्छ? जब मनमा स्वार्थको भावना जागृत हुन्छ नि, अर्काको खाउँ, अर्काको श्रम खाउँ, अर्काको जीवन, अर्काको इज्जत प्रतिष्ठामा आँच गर्न थाल्यो, आँखा गाड्न थाल्यो, अनि मन के हुन्छ? दुविधा हुन्छ। हो, त्यही हो बन्धनकारक। त्यो बन्धनकारक हो। निस्वार्थ परोपकार पुण्याय पापाय परपीडनम, परोपकार रूपी मन्त्र, मूल मन्त्र जपेर बस। त्यसपछि के हुन्छ? मनमा त्यस्तो किसिमको तरङ्ग प्राप्त हुँदैन। अब यसैको लागि के हो त? यसको लागि के हो त? कस्तो गरेर हुन सक्दछ ज्ञान प्राप्ति? संसारबाट कसरी हुन सक्छ मुक्ति? वैराग्य प्राप्त अनि के गरी हुन्छ कहिले? विस्तार पूर्वक बताउनुहोस् क्रमैले हे गुरु, मलाई कसरी हुन्छ? कथम ज्ञानम वाप्नोति, कथम मुक्ति भविष्यति, वैराग्य च कथम प्राप्य मेतत् ब्रूहि पितामह। कसरी हुन सक्छ त ज्ञान प्राप्त भनेर अष्टावक्र महामुनिले मुनिसँग जनक महाराजले सोध्नु भएको छ। र अष्टावक्र मुनिले भन्नुहुन्छ, जनक राजा, यदि तिमी ज्ञान चाहेको हो, मुक्ति चाहेको हो, मुक्ति नै चाहेको, ज्ञान नै चाहेको हो भने म तिमीलाई भनिदिन्छु। होइन, गुरुले के भन्नुहुन्छ, विचार गर्न खोजेको भन्ने हो भने म त्यही अनुसारले भन्छु। के हो ल भन, ल तिमी आफ्नो कुरो देऊ मलाई भनेर प्रतिप्रश्न गर्नुभयो गुरुले। र जनक महाराज, राजा रानी दुवै बसेर हात जोडेर, गुरु, हामी त्यसरी गुरुको परीक्षा लिन खोजेको होइन। हामी गुरुप्रति श्रद्धा भक्तिका साथ हामी ज्ञान कसरी मुक्ति हुन सकिन्छ भनेर गरिएको हो भनेर जब नतमस्तक भएर भनिसकेपछि राजाले, अब महर्षिले विचार गर्नुभयो। ओहो, राजन के छ, यी त राजा हुन्, राजकाजमा बसेका, राज चलाएर बसेका, यिनले ज्ञान प्राप्त गर्न सक्छन् त भनेर उहाँ गुरुले विचार गरिसक्नुभयो। धेरै विचार गर्नुभयो। विचार गरिसकेपछि गुरुले भन्नुभयो, ल त्यसो भने म तिमीलाई ज्ञान प्राप्त गर्ने एउटा तरिका सिकाउँछु, तिमीले केही गर्नुपर्छ। गर्छौ? गर्छु। गर्नुहुन्छ महाराज? गर्छु। ल तिम्रो राज्य मलाई देऊ, ल्याऊ, बोल बागवानी, बोल राज्य दिएँ गुरुलाई भनेर बोल। तिम्रो सारा राज्य मलाई देऊ।
ल्याउ सङ्कल्प गर, थापा जल सङ्कल्प पढ, राज्य दिएँ गुरुलाई भन। गुरुलाई त त्यो त्यस्तो राज्य त किन चाहिएको त्यो घाँडो किन चाहिएको छ? कति मजस्ता उहिले बितिसके, कति सुतेका छन् बाँचुलामके, भने कुनै कति नातिने किन, तँलाई मालुम छ कि यो कुरा मना। ऋषि महर्षिले बुझेका छन् त्यो कुरा। बुद्धि विनोदमा लेखनाथ पौडेलले लेखिदिनु भएको छ धेरै यस्ता कुराहरू। कति अब म कसरी के को लागि म यो अङ्ग ढङ्ग भएको अष्टवक्र आष्टामा भाँचिएको यो राज्य मलाई के चाहिएको छ? यिनको परीक्षाको लागि चाहिएको के छ, यिनले लिन दिन सक्छन् कि सक्दैन? म त राज्य त दिए भनेर 20वटा यस्ता यिनी जस्ता 20वटा राज्य मलाई दिए पनि मलाई के काम छ? राज्य के हुन्छ मलाई? राज्यले राज्यभन्दा 1000 गुणा ठुलो मलाई यही आनन्द छ। त्यसर्थले विचार गर, ल्याउ तिम्रो राज्य, गर सङ्कल्प गर थापा भनेर भनेपछि राजा पनि तर्सिन्छन्। ओहो, गुरुले त हामीलाई जोगी बनाएर आफू राजा बन्न खोज्नु भएको त होइन कतै भनेर पछि पनि हट्न थाले। जाऊ सल्लाह गरेर आऊ, विचार गर, तिमीलाई मुक्त गराइदिने हो कि तिमीले राज्य गर्ने हो? ल भन, तिमी मेरो परीक्षा लिन खोज्या हो कि के हो? ल विचार गरेर आऊ, म केही भन्दिनँ तिमीलाई। जाऊ गुरु भने म जान्छु, जानुहोस् गुरु भने म जान्छु, ज्ञान दिनुहोस् भने म दिन्छु, तर मलाई दिनपर्छ तिम्रो राज्य भनेर गुरुले भनिसकेपछि अनि उहाँले यसो विचार गर्नु, अहो गुरुलाई दिने, गुरुले के भन्नु होला गुरुले भनेर जब उहाँले त्यो कुरो स्वीकारिसकेपछि उहाँले सङ्कल्प लिनु भएन, भन्नुभयो मात्रै, म दिएँ भन्नुभयो। ल दिएको भए सङ्कल्प पछि गरौँला, अहिले सुन, यदि तिमीले मलाई त्यो कुरो स्वीकार्छौ भनेदेखि मुक्ति मिच्छा सिए तातत विषयान विषवत्यज, मुक्ति मिच्छा सिए तातत विषयान विषवत्यज, क्षमार जब दया तोसम सत्यम पिउ शब्द बजा। यदि तिमी मुक्ति नै चाहन्छौ भने सबैभन्दा पहिला यो विषयलाई, यी विषय मनका विषय छन्, विचारका विषय छन्, बुद्धिका विषय छन्, के छन् इन्द्रियका विषयहरू सबलाई त्यागिदेऊ। सबैभन्दा पहिला ती विषयलाई त्यागिदेऊ। अनि क्षमा दया सरलता गर, क्षमा गर, खुसियाली देऊ, खुसी बाँड, हाँस, मजा, आनन्द, सचित आनन्द रूपाय, सचित आनन्द बनेर बस भनेर गुरुले भन्नुभयो। र गुरुले अर्को कुरा नि के भन्नुभयो भने, हो राज्य मलाई दिइसक्यौ नि तिमीले, दिएँ, ल अब त्यो राज्य गुरुको भनेर चलाऊ, मेरो केही छैन यहाँ, मेरो केही होइन, सब गुरुको हो भनेर गुरुको राज्य चलाऊ, सब गुरुको हो यो राज्य। मैले केही यहाँबाट केही परोपकार पुण्याय पापाय परपीडन भन्ने मन्त्र जपेर म त यो यत्र गच्छन्ति शास्त्र यो यत्र गच्छन्ति तत्र गच्छन्ति मानव बनेर तिमी यो राज्य चलाऊ, तिम्रो लागि यो राज्य चलाएर यो काम गर भनेर गुरुले त्यसरी भन्नुभयो। भनेपछि अष्टावक्र महामुनिले नै त्यसरी नै, जनक महाराजले पनि त्यसरी नै राज्य सञ्चालन गर्नुभयो, त्यसरी राज्य गर्नुभयो, त्यसरी नै गर्नुभयो। अब यो कारणले गर्दाखेरि उहाँले राज्य गर्नुभयो, यो ज्ञान लिनुभयो। अब यसरी यो उहाँले गुरुबाट लिनुभयो। त्यसर्थले गुरुलाई के भनिएको छ भने, गुरुरु ब्रह्मा गुरुरु विष्णु गुरुदेव महेश्वर गुरुरु साक्षात् परम ब्रह्मा तस्मै श्री गुरुभे नमः। गुरु महापुरुषको यति ठुलो महत्त्व छ, यो अहिले एकछिन फिट्ट भनेर सकिँदैन। त्यो विषयमा, गुरुको विषयमा कुनै दिन हामी प्रष्ट गुरुका के हुन् त गुरुको धारणा, गुरुले के गर्नुहुन्छ भन्ने विषयमा हामी व्याख्या विश्लेषण गरौँला, गर्दै पनि छौँ। यसरी यही भन्दै म आजका यी दुई भनाइहरू म अन्त्य गर्छु। यसलाई अवश्य पनि यसले तपाईँहरूलाई पनि केही ज्ञान दिनेछ भन्ने विषय गर्छु। र हरि ओम शान्ति। सहना भवतु सहनौ भुनक्तु सह वीर्यं करवावहै तेजस्विनावधीतमस्तु मा विद्विषावहै। ओम शान्ति, ओम शान्ति, ओम शान्ति, ओम।